नमस्कार सम्पूर्ण दर्शकबिनहरूलाई स्वागत छ तपाईहरुलाई हाम्रो यात्राको श्रृंखला भाग 2 मा। पहिलो भागमा हामी थबाङसम्म पुगेका थियौं र अहिले हामी अगाडि बढ्दै छौं हाम्रो गन्तव्य मैकोट तर्फको। तर यो यात्राको बीचमा पर्दछ एउटा सुन्दर र रमणीय गाउँ तकसेरा। हिमालको हावाले छोएको हरियो वनले घेरेको र आफ्नै परम्परा र संस्कृतिले परिपूर्ण तकसेरा साँच्चीकै एउटा अद्भुत गाउँ हो। यहाँका मानिसहरूको आत्मीयता, पुराना ढुङ्गाका घरहरू र गाउँ वरिपरि देखिने प्राकृतिक सौन्दर्य सबै कुरा मनमोहक छन्। तयार हुनुहोस्, सुरु हुँदैछ हाम्रो यात्रा थबाङदेखि मैकोट तर्फको। बाटोमा तकसेराको कथा। ल साथीहरू, गुड मर्निङ फ्रम थबाङ डे 2 हैन। बिहान 6:30-7 बजिसकेको छ। हामी भर्खर उठेका छौँ। चिसो एकदमै छ हैन। हामी यहाँबाट झन्डा अन्डे त्यही 9 बजे 10 बजीतिर हिँड्नुपर्छ भन्ने छ, किनभने पछाडि चाहिँ चिसो छ एकदमै धेरै। त्यो भएको कारणले गर्दा चाहिँ हामी त्यही 9 बजीतिर नभए 10 बजीतिर हिँड्छौँ यहाँदेखि हैन। हामी यही होटलमा बसेका थियौँ, थबाङको सुभाष होटलमा। बाइकहरू त्यही छ हामीको हैन। ल भुपेन दाइ रेडी भइसक्नु भयो। हामी चाहिँ अब हिँड्दैछौँ हाम्रो सुभाष होटलदेखि हामी जहाँ बसेका थियौँ। देवेन दाइ पनि तयार हुँदै हुनुहुन्छ। अब हाम्रो यात्रा तकसेरा हुँदै मैकोटसम्मको भइहाल्यो। सुबिल दाइको सुबिल दाइ जाने ल अनि अब हामी हिँड्दैछौँ यहाँ। बाइक रेडी भइसकेको छ होइन सबको। ल हामी चाहिँ अहिले हामी छौँ रोल्पाको थबाङमा। रोल्पाको थबाङदेखि लोकमार्ग भेटाउनलाई, जुन त्यो पूर्वी पश्चिम रुकुमको जुन लोकमार्ग छ त्यहाँ चाहिँ 17 किलोमिटर यहाँदेखि छ भन्ने कुरा चाहिँ। हेरौँ बाटो कस्तो छ होइन। थबाङदेखि हामी लगभग 8-10 किलोमिटरको राइडमा आइसके पछाडि यहाँ सिस्ने हिमाल एकदमै मजाको देखिने रहेछ यहाँदेखि होइन। आनन्द होला भ्यू चाहिँ। जति जे गरे पनि के भन्छ, आँखाले देखेको भन्दा यो मोबाइलमा एउटा खिचेको राम्रो हुने रहेछ। हजुर भाइ, जोतारी ब्लगर मैले के गरेँ त्यस्तो जोतार्ने ल काम भन्नु न, भनिदिनु न त एकचोटि के छ र। जो थाल्यो चार्जरै बिर्सेल्यो। ल दाइ जानु त जानु। सिस्ने हिमालको काखबाट हामी चाहिँ अब अगाडि बढ्दैछौँ होइन। तर यहाँबाट चाहिँ जति राम्रो देखिरहेछ नि, यो मोबाइलमा त्यति क्याप्चर त भएको छैन, तर त्यही पनि एकदमै मजाको दृश्य देखिरहेछ। हाम्रो भूपेन अगाडि बढिसक्नुभयो, सुबिन दाइसँग अगाडि गइसक्नुभयो, देवेन दा अब जाँदै हुन्छ। त्यसपछि म अब हिँड्छु ल। सिस्ने हिमाल झल्छ हिमालमा यो रुकुमको पूर्वी पश्चिम लोकमार्गमा अबको 10 या 15 मिनटमा हामी चाहिँ कहाँ पुग्छौँ जस्तो छ होइन। किनभने यहाँबाट पिरोड देखिरहेको छ होइन। तपाईँले देख्नुहुन्छ त्यहाँ चाहिँ तल पिरो टक्क बाटो, त्यही पिरोमा अब हामी चाहिँ यहाँबाट कहाँ जाने हो, कहाँबाट हो भन्ने कुरा थाहा छैन। अब त्यही 10-15 मिनट बादमा त्यहाँदेखि कति लाग्छ होइन। दाइ फाइनली भेट्यो केटा हो, बाटो फाइनली भेट्यो। बाइक त लास्टै भएको छ होइन। यो
चेन चाहिँ लास्टै सुक्खा भइसक्यो अनि त्यही भएर कस्तो आवाज गाड 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 आइरहेको छ चेनमा तेल हाल्नु पऱ्यो चेन सफा गराएर होइन ल फाइनली हामी चाहिँ पिच रोडमा आछौँ अब होइन यहाँबाट त्यही 20-22 किलोमिटर फेरि पिच रोडमा चाहिँ हामीले ट्राभल गरिसके पछाडि फेरि हामी अफरोडतिर लाग्नेछौँ होइन ल साथीहरू अब फेरि हामी चाहिँ अफरोडतिर जानु निस्कि देखिसकेको छ होइन तक्सेराको लागि चाहिँ अब यहीँ नजिकैदेखि यता मास्तिर इलेक्ट्रिक चाहिँ लाग्नुपर्छ भन्ने कुरा आयो यो चाहिँ बुर्तिबाङतिर जाने बाटो भयो चाहिँ यता है यो चाहिँ बुर्तिबाङ जाने बाटो भयो अनि यो चाहिँ तक्सेरा चाहिँ यताबाट जान सकिन्छ है मैले यो फास्ट अफरोड छ यो बाइकको त पार्कुर्जाहरू अब यो माइ गड खै के हो यो सिस्ने हो सिस्ने मालो कस्तो मजाको देखिने यार तपाईँ हामी जाने त्यही हो दाइ ल ल सिस्ने त यो हो कि क्या यो हामी असल यो हो कस्तो बाटो खुला नभएर अब भ्यू चाहिँ मैले अहिलेसम्म 3वटा देखेँ गाडी है तर फुल सब माथि तल पुरै बाइक यहाँ चाहिँ के रहेछ भन्दाखेरि चाहिँ नि जनयुद्धको क्रममा नेपालमै पहिलो एम्बुसद्वारा नेकपा माओवादीका छापामारले तत्कालीन राज्य सत्ताको 3 नट राइफल कब्जा गरिएको एम्बुस स्थल स्थान भयो उथा उत्तरगङ्गा गापा वार्ड नम्बर 12 क्युबाङ भोस्कर हाम्रो सुबिल दाइको बाइक फसेको अवस्था छ धगाल्दैन आम पाउनु दाइ सुबेलाईको बाइक पुरै नाच्यो होइन अब भुटानको बाइक जाँदैछ गाडी आछ त्यही माथि फेरि त्यस्तो बाटोमा आएको छ दामी तल
ल फाइनली हामी चाहिँ तकसेराको अब के भन्छ गेटमा आइसकेका छौँ। पर्यटकीय क्षेत्र तकसेरामा यहाँलाई हार्दिक स्वागत गर्दछ भन्ने हजुर त्यही त $15 हो त। हामी चाहिँ तकसेराको गाउँमा लगभग आइसकेका छौँ होइन। त्यो पारी देखिएको गाउँ नै होला सायद तकसेरा। यहाँबाट त्यस्तो अब ठुलो त देखिएको छ नि त त्यही हो। अब चाहिँ तकसेरा होला सेरा खराब यो तक हो। तक र सेरा दुईवटा गाउँ होइन। कुन तक कुन सेरा अब त्यो तल गएको थाहा होला। भर्खरै 3वटा बाइक आयो यताबाट। खोला चाहिँ एकदमै ठुलो भएर होइन हाल्न सकिन्थ्यो होला तर पनि यतातिर अब अल्टरनेटिभ बाटो परेछ होइन। फिल्डमा त्यही फुलिङ जाँदैछु। जुन गाउँ जेको लागि चाहिने प्रचलित छ नि वास्तव त्यो गाउँ त्यसको लागि नै युज गर्नु हुन्छ। अब हेर्नु न त्यो बिचमा सिमेन्टेड घरले कस्तो नराम्रो देखाइदिएको छ होइन। ठिकै छ अब आफ्नो धन्न भूमिमा अब बस्नु भनेको सोचेर नै आफ्नो हावा त के भन्दा छैन। ल अथक प्रयासपछि चाहिँ हामी तकसेरा गाउँमा चाहिँ आइसकेका छौँ होइन। अब हामी यहाँ चाहिँ खाना खान्छौँ। थबाङबाट मैकोटतर्फको यात्रा सुरु भएको करिब 2 घण्टाको रमाइलो सडक यात्रापछि हामी पुग्यौँ तकसेरा गाउँमा। यहाँको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणले हाम्रो यात्रा अझ रोमाञ्चक बनायो। पूर्वी रुकुमको पुथा उत्तर गङ्गा गाउँपालिकामा अवस्थित ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको तकसेरा 6 साना गाउँहरूको मिश्रण हो। करिब 500 ढुङ्गा र माटोबाट बनेका घरहरू ऐतिहासिक शैलीमा सजिएका गाउँको सांस्कृतिक र प्राकृतिक सौन्दर्य झल्काउँछन्। हामीले गाउँमा खाना खाएर विश्राम गर्यौं। स्थानीय सफा र हरियाली गाउँ पहलको अनुभव पनि लिएर मैकोटतर्फको यात्रा जारी गर्यौं। तकसेरा जीवन्त ऐतिहासिक संग्रहालय बन्ने तयारीमा रहेको यो सुन्दर गाउँले हरेक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ। ल साथीहरू, हामी चाहिँ अब यहाँ खाना खाँदैछौँ। बिहान 9 बजे हिँडेको, हामी यहाँ लगभग 11:15 बजीतिर आइसकेका थियौँ यो तकसेरा गाउँमा होइन।
पछाडि तकसेरा गाउँ छ। यो चाहिँ पाहुना घर एन्ड गेस्ट हाउस होइन। हामी यहाँ खाना खाँदैछौँ। अब भूपेन दाईलाई पुरै गर्मी भइसक्यो अरे, त्यही भएर छोरा बस्नु भएको छ। सुबिल दाई त्यहाँ हुनुहुन्छ। अब यहाँ खाना चाहिँ हामीले पकाउन दिइरहेछौँ, पाकिरहेको छ होइन। यदि तपाईँ चाहिँ अब यहाँ आएर बस्न चाहनुहुन्न भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्नु होला होइन, पकाउन लगाएर अनि खानु होला। यो चाहिँ खतरा छ तर। ल अब हामी चाहिँ यहाँको ढिँडो खाँदैछौँ होइन, तकसेराको ढिँडो। तकसेराको ढिँडो हाम्रो सुबिल दाईले अब लिइसक्यो तपाईँले। यो यहाँको लोकल खसी अनि यो साग यो के हो दिदी? च्याउ हो। ल अब हामी चाहिँ यहाँबाट खानासाना खाएर निस्किँदैछौँ होइन। अब हाम्रो यात्रा चाहिँ मैकोटको लागि चालु हुँदैछ। अब हामी यहाँबाट हिँड्छौँ। अब 1:30 बज्यो। 1:30 बजेपछि हामी यहाँबाट हिँड्दैछौँ। ल ल बधाई छ। हामी आएको बाटो तलबाट अब चाहिँ मैकोट प्रस्थान भएको अवस्था हामी तकसेराबाट केही पर पुग्दा स्थानीयले जानकारी दिएअनुसार बाटो पहिरोका कारण 2-3 ठाउँमा अवरुद्ध भएको रहेछ। मैकोट पुग्नका लागि पैदल करिब 4-5 घण्टा हिँड्नुपर्ने स्थिति भएकाले अन्ततः हामीले त्यो दिशा नगई योजना परिवर्तन गर्ने निर्णय गर्यौं। चौरीबुकी र ढोरपाटन मध्य लोक पहाडी मार्ग अन्तर्गत नै पर्ने भएका कारण अब हामीले नयाँ योजना अनुसार चौरीबुकी हुँदै ढोरपाटन जाने निर्णय गर्यौं। हामी तकसेरादेखि माथि मैकोट जाँदै थियौँ। त्यसपछि बाटोमा चाहिँ 3-4 ठाउँ पहिरो आछ अरे होइन। अनि पहिरोभन्दा अगाडि चाहिँ हामी एकदमै 3-4 घण्टा हिँडेर मात्रै मैकोट पुग्ने भन्ने कुरा आयो होइन। खबर आइसकेपछि अब 6-7 घन्टै हो। त्यो बाटोमा धेरै ठाउँमा पहिरो गएको कारणले गर्दाखेरि चाहिँ पहिरो त्यो हटाइया रहन्छ होइन। हाम्रो यहाँ बाटोमा हिँड्ने मान्छे एकजना भेट्नु भएको थियो। उहाँले भन्नुभयो के त भन्दाखेरि चाहिँ तपाईँ कहाँ जाँदै हुनुहुन्छ भनेर सोध्नु भएको पछाडि चाहिँ हामी चाहिँ मैकोट जाँदैछ भनेर भनेको थियौँ हामीले होइन। मैकोट चाहिँ नि बाटोमा एकदमै धेरै पहिरो आएको छ। 2-4 ठाउँमा पहिरो आइसकेको छ। तपाईँहरू चाहिँ बाइक राखेर 4-5 घन्टा हिँड्नुपर्छ, त्यसपछि मात्रै मैकोट पुग्नुहुन्छ, नत्र भने त गाह्रो छ भनेर भनिसकेपछि चाहिँ अब हामी यो ठाउँबाट फेरि अब धेरै माथि होइन, यहीँ अगाडि नै हो तकसेरा होइन। त्यहाँदेखि मात्रै यहीँ भर्खरै यहीँ माथि मात्रै आएको थियौँ होइन। त्यसपछि अब हामी यहाँदेखि फर्किनु पर्ने भयो। मैकोट नगएर उता अब पाटनबुकी जाने भन्ने कुरा भयो होइन। प्लान चेन्ज भयो किनभने उता मैकोट जाने बाटोमा चाहिँ 3-4 ठाउँमा पहिरो रहेछ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी बाइक त्यहाँ अब लग्न नसकिने अनि त्यस पछाडि चाहिँ नि त्यहाँबाट बाइक राखेर झन्डै 4-5 घन्टा हिँड्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीहरू अब उता नगएर मैकोटको सट्टा चाहिँ यता पाथ्याङदेखि माथि पाटनबुकीमा जाने कुरा गऱ्यौँ हामीले चाहिँ। त्यो नै हो।